बाडी फलाम सो म चाहिँ लुगा धुन जाँदैछु यो हो मेरो मामा घर होइन त त्यो मैले 5 क्लाससम्म पढाएँ स्कुल हेलो एन्ड नमस्ते वेलकम ब्याक गाइस आज डे 2 गाउँमा होइन त सो आज सो तपाईँहरू देख्न सक्नुहुन्छ होइन सो हाम्रो चाहिँ यहाँबाट रोड बनाउँदै हुनुहुन्छ होइन माथि ठिकै लागिरहला यो सो यहाँ तल पनि एउटा यो रोडै हो हाम्रो यहाँ रोड र यहाँबाट रोड बनाउँदै हुनुहुन्छ होइन सो एकदम ठिक छ गाउँको रमाइलो लागिरहेको छ सो तपाईँको चाहिँ अहिले 7 बजिसक्यो होइन सो हेर्नु 7 बजिसक्यो भने पुरै अँध्यारो जस्तो भएको छ सो गाउँमा अलिअलि चिसै छ भनौँ न अब हल्का फुल्का होइन सो ठिकै छ बाटो हेर्नुहोस् तपाईँहरू फुल दामी बाटो छ सो म चाहिँ माक्सु रोड आइपुग्न आँटिसकेँ होइन सो यहाँ हामी जस्तो खाले रोड छ कि माथिबाट खुट्टा दुख्यो छ हिजो बेसरी थके लागेर सो हेर्नु सक्नुहुन्छ तपाईँ रोड हो क्या यो चाहिँ सानोतिनो गाडीहरू चाहिँ आउँछ यहाँनिर होइन सो अर्को रोड चाहिँ यहाँ तल छ क्या यहाँ चाहिँ बसहरू लिएर आयो भने बसहरू पनि ल्याउनु मिल्छ क्या सो ल ठिक छ होइन कताबाट तल्लो बाटो चाहिँ माक्लो बाटो चाहिँ मैले त ठिकै जस्तो लागेर सो यो चाहिँ हो क्या मेरो गाउँले हेर्नु सक्नुहुन्छ त्यो पिङ्क कलर घर छ त हो त्यही हो मेरो घर चाहिँ त्यो पिङ्क कलर घर यो त माथि जस्ताको रातो खाले जस्ता खाले हो जस्तै हाम्रै घर हो ठिकै छ चम्टक्क बाहिर होइन सो म चाहिँ मागभर चाहिँ मैले ब्रस ल्याउनु बिर्सेछ क्या कितने तेजस्वी लोग हैं हमारे पास कितने शानदार विचार रखते हैं जी मेरो मामा घरमा चाहिँ पसल छ होइन सो त्यही भएर म चाहिँ काम गरेर जाँदैछु ब्रस किनेर ल्याउँछु अनि एक राउन्ड डुलेर आउँछु भनेर यसो उयो त पहिरो गयो यार धेरै दिन भयो नि त सो झन्डै आफ्टर कति 1 वर्षपछि गाउँ आइरहेको छु क्या म सो ल ठिक छ गाउँ आइसक्यो भने यस्तो रमाइलो हुन्छ क्या गाउँमा टक्क ऊ त्यो ग्रिन कलर गर्छ त माथि हो त्यही हो मेरो मामघर चाहिँ मामघर नजिकै हुनु पनि फाइदै छ फुत्तो गएर फुत्ताउनु पाइन्छ नि त होइन सो यो हो क्या यो चाहिँ मेरो बबिता दिदी घर नानी दिदीको सो नानी दिदीको नै एकचोटि जम्मै त कस्तो रहेछ हेरौँ न यहाँनिर पनि त यो भनेको यो हो क्या रोडी सुपर राउन्ड रोड त कस्तो घाँसे भएको छ धेरै हिँड्दैन नि त गाडी त्यही भएर सो ठिकै छ ल सो यहाँ चाहिँ यस्तो छ होइन यहाँ बाख्राहरू पनि भन्दो रहेछ नि यार ठिकै छ ल यहाँ हेरौँ त कस्तो भएछ ग्राउन्ड ठिकै घाँस हल्का पलाएर रहेछ ठिकै रहेछ भनौँ न यत्तिकै रहेछ के छैन अरू तालचाल आएको छ यहाँनिर मकै रोप्नु भएर चाहिँ हाम्रो आमाहरूले सौला हेर्नु सक्नुहुन्छ तपाईँहरू यस्तो भइरहेको छ पुरै घर चाहिँ त्यत्रो मिहिनेत गरेर बनाएको अरू केही काम लाग्यो होइन ठिक छ ल केही भन्नु मिल्दैन होइन उहाँहरूको काम छ नि त अब यता सबै उसले सिसाइ फुटाइदिइसकेको छ फेरि गाउँमा लन्चहरूले सब बिगारेछ सो ठिक छ ल ठिकै रमाइलो लागिरहेको छ गाउँमा मलाई हिजो धुलोले सत्तो खायो नि माया धुलो क्या तपाईँको छ त हामी त्यो माथि के भन्छ त्यो 5 खालबाट यस्तो मास्तिरबाट छिर्थ्यो हामी हाइवे आउँथ्यो सो अनि हाइवेमा जाम धेरै हुन्छ हामी तल्लो बाटो कताबाट छिर्दै आयो धुलो त्यस्तै बाटो अफ रोड त्यस्तै थकै लागेर बहुत सुतेछ नि सो यो हुनुहुन्छ चाहिँ हाम्रो के पँधेरी धारा भन्छ के ठुलो धारा भन्छ यसलाई सो यहाँनिर मैले मामाको भिडियो बनाएको छु बाहुबलीवाला हो त्यो यहीँनिर मामाको बाहुबली भिडियो बनाएको यहाँनिर होइन सो टक्क बाहिर जाउँ यताबाट उकालो छ बाटो चाहिँ के भन्दाखेरि फेरि पत्तो चाहिँ भन्दैन उकालो हिँड्दै स्यासा फिल भइसक्यो के हो पहिला खुर कुदेर 10 मिनटमा 10 मिनट घर पुग्थेँ म अहिले त थकै पो लाग्दछ उकालो हिँड्दाखेरि सो यहाँ सक्नुहुन्छ यो चाहिँ हाम्रो पार्टी हो पार्टी पनि पुरै रङसँग हाइफाई हुन्छ यहाँनिर हाम्रो गाउँतिर सानो हुँदैन पार्टी नै फुल हाइफाई पार्टी ठिक छ सो यो चाहिँ मेरो त के भन्नु म 5 क्लाससम्म थिएँ स्कुलमा पढायो त्यहाँ मेरो मामघर यहाँ मेरो स्कुल स्कुलमा नजिक हुनु पनि काम छैन क्या पढेन भने कुरो लगाइदिइहाल्यो मामघर आएर मामघर मम्मी भएको कुरो पुगिहाल्छ
गाह्रो अनि यहीँ अब 5 क्लाससम्म यही स्कुलमा पढेँ है एक खाद्य ढुङ्गा स्कुल भन्छ यसलाई चाहिँ होइन सो त्यहाँ मामघर ग्रिन कलरको मामघर थियो यो मैले 5 क्लाससम्म पढेँ स्कुल सो पढेन भने भनिदिइहाल्यो नि त्योबाट पढाइमा चाहिँ एकदम ट्यालेन्टेड थिएँ म 5 क्लाससम्म त्यहाँबाट चाहिँ हल्का गर्दै बिग्रिँदै गयो अलि छन् त छ ठिकै छ धेरै नराम्रो पनि होइन धेरै राम्रो पनि होइन क्या ठिक्कको भाषा हुनु पढेको त्यो चाहिँ शाबाश बेटा बहुत बढिया सानो म चाहिँ मामघर पुग्न आँटिसकेँ नि त अब त्यही मेरो मामघर ग्रिन कलरको सो रोड चाहिँ अहिले चाहिँ म रोडमै हिँडिरहेको छु होइन सो हेर्नु सक्नुहोस् तपाईँहरू यो चाहिँ हाम्रो सुपर आइन लगे पनि मिल्छ यहाँनिर चाहिँ तर कसैले ल्याउँदैन त्यतिकै राखिरहेको छ सो टक्क भएर चाहिँ मामघर जाउँ है तपाईँलाई बाटोमा धेरै लामो भइसक्यो ब्लकै बाटो के खिच्न यो हो मेरो मामा घर होइन त त्यो मैले 5 क्लाससम्म पढाएँ स्कुल सो अहिले चाहिँ म यसो अब घरतिर डुल्न निक्लेको छु होइन त्यतिखेर हाम्रो ऊ त्यो छ जस्तो ठुलो घर त्यहाँ आज बिहे पनि छ माम्सको बिहे छ होइन मेरो आफ्नै मामा त होइन पर्नेवाला मामा हो सो आज बिहे छ त्यहाँनिर चाहिँ भत्तेर खानुपर्छ भत्तेर फेरि खानै नपारेछ भन्ला फेरि त्यस्तो होइन है जिस्किएर भनेको यो हेर्नु यो कालिका भिर भन्छ क्या कति ठुलो भिड छ क्या यो भिड तपाईँको कति म्याक्सिमम् म जन्मेदेखिबाट यो भिड खस्छ भने क्या अहिले 18-19 वर्ष भइसक्यो म यतिखेर यो भिड जस्तो देखेको हेर्नु छुसके पनि भएन यो भिड मेरो मागबाट यहीँनिर छ भिड यत्रो ठुलो क्या यहाँ यो भिड खस्छ यहाँनिर मान्छेहरू नबस्नु नान्दैन बस्नु अब अहिलेसम्म केही पनि भएन सो अगाडि पनि केही पनि नहोस् भन्ने चाहन्छु म होइन सो हेर्नु बिहे घर पुरा रन्धन भइरहेको छ मान्छे टन्नै रहेछ जाने लाज लाग्यो त्यो त एकदम किन नजाउँ जस्तो लाग्यो म चाहिँ हाम्रो सौरभ भाइलाई भेट्नु पऱ्यो भने जानु लाग्यो सौरभ भाइ पनि बिरामी भएको छ सुनेको थिएँ मैले हेरौँ के भन्छ अब कति मान्छेहरू A few moments later. म चाहिँ छोरा मान्छे भएर लजाएर फर्किरहेको छु क्या मेरो मलाई पढाउने म्यामहरू पनि आउँदै हुन्छ रिसकेको थियो छोरा मान्छे भएर लजाइरहेको छु म सो यो चाहिँ बिहेको घर होइन त गाइजहरू दामी देखिरहेको छ ठिकै छ त मान्छे गयो हेर्न नाच्ने त्यतिकै गीत थियो बजाएर यो हाम्रो शिवानी होइन डान्स कल आज स्कुल नगई नाचेर बसिरहेको छ बेमा हो हाम्रो साइल आयो ए साइल बाबु यो मेरो पहिलाको सेनापति हो यो मेरो पहिलाको सेनापति हो गाइस होइन हामी चाहिँ टक्क पारेर ठिपा आइपुग्यौँ होइन सो मेरो 10 क्लासदेखिको मेरो एकदम परम मित्र साई दोस्त जस्तो परम मित्रलाई भेट्यो सो दोस्त यहाँ एकछिनमा आउँछ अरे आज उसको कलेज पनि बिदा रहेछ सो अब ठ्याक्क लाएर एकछिन बसौँ कलेज उसको चाहिँ बिदा रहेछ उसले खै केही कामसाम पऱ्यो बिदा गरेँ होला है सो भेटौँ है उसलाई टक्क पारेँ स्कुल पनि जानुपर्छ ग्राउन्ड ल मैले चाहिँ टक्क पारेर ब्रस किनेँ है 3टा किनेको छु मैले चाहिँ एउटा बाबालाई दिन्छु एउटा मलाई एउटा चाहिँ आमालाई दिन्छु होइन ठिक छ तर यो गाउँमा यार यस्तो यो हामीले काठमाडौँमा 15 रुपियाँमा किन्छौँ यहाँ यसको 25 रुपियाँ 10 रुपियाँ महँगो रहेछ यो त्यो छैन ठिक छ सो अब घर जाँदैछु म होइन सो घरबाट ब्रस गर्छु खाना खान्छु र अनि त्यसपछि राउन्ड डुल्छु र अनि मेरो पुरानो स्कुलमा जान्छु क्या म 10 क्लाससम्म पढेको स्कुल थियो त म 11 पछि मात्रै काठमाडौँ गएको है 10 क्लाससम्म पढेको स्कुल जुन छ त्यो स्कुलमा जान्छु अब होइन टक्क पारेर अब म अभिषेकलाई पनि भेटिहालेँ म अभिषेकलाई पनि भ्लगमा देखाउँछु एकछिनमा है सो ठिक छ टक्क पारेर जाउँ सर र अब आइपुग्न आइसक्यो म चाहिँ पाठी लिएर आइसकेँ म चाहिँ अब सो ल धेरै लामो पनि के खिच्नु होइन सो सबै लामो हुन्छ धेरै सो टक्क पारेर म घर जान्छु खाना खान्छु र त्यसपछि ठ्याक्क भयो स्कुल जाने टाइममा भेटौँ है त गाइस कस्तो लागिरहेछ गाइस देख्नु सक्नुहुन्छ तपाईँहरू टिनाको बाडी फलाम सो म चाहिँ लुगा धुन जाँदैछु होइन हाम्रो यहाँ तल्लोपट्टि घर लुगा धुन जाँदैछु म चाहिँ लुगा धुम अब अनि भेटौँ है त भनेर लुगा धुनु पऱ्यो नि त त्यहाँ हेर्नु नि तल खचा देखेर आएँ पुरै खुल्ला रुखसुख सबै काट्दै रहेछ यहाँतिर फुल खाली के उखेल्ने मैले रोपेको कत्रो ठुलो भइसक्यो त्यो मैले रोपेको देख्दा पछि फेरि हाम्रो हजुरबाले रोप्नु भयो एकै ठाउँमा धेरै फलेको क्या सो म चाहिँ लुगा धुन पानी थाप्दैछु होइन त्यहाँ मेरो हजुरआमाहरूले त्यहाँनिर बाछा पाल्नु भएको छ कुखुरा छ 4वटा माथि बाख्रा 10वटा त्यसरी पाल्नु भएको छ खतरा हो सही हो होइन सही हो मेरो घर पुरानो नयाँ एउटै घर त्यहाँनिर चाहिँ मेरो आमाको घर त्यो चाहिँ हाम्रो घर होइन सेम हो कहिले त्यहाँ कहिले यहाँ बस्ने सुला पानी भरेर मेरो है यहाँ यस्तो फोरेर चाहिँ पहिला सुलिरहेछ क्या कुखुराहरूको यसलाई पुरा सफा गर्छु म पहिला लुगा ठ्याक्क धुन्छु है त सो यहाँ उता चाहिँ अब टाइम ल्याबबाट हेरौँ है त 3, 2, 1 टाइम ल्याब स्टार्ट
त्यो साइल मलाई लिन आएको रे माथि बसिरहेको छ तल आउँदैन मैले आइजाने भर्खर आउँदैछ तलतिर मुलालाई सो ल ठिक छ ब्रस हानी मैले होइन टक्क पारेर एकदम दामी खाएको छ सो यस्तो देखिरहेछ सो यो पहिला यो यहाँनिर विपिन बाबु यतादेखि यता कुदे गर्थ्यो 10-15 चोटि कुद्ने यहाँनिर यो गराएर यो तल गराएर माथि गराएर त मेरो उल्टी हान्ने गराएर हो यहाँ उल्टी फुल्टी सुल्टी भएर कान्ने बेको भत्तेर पाक्दैछ यहाँनिर रिमा दिदी चाहिँ उहाँनिर छन् रिमा दिदीले मलाई भ्लग बनायो भने जिस्का गयो भर्खर म यो भ्लगमा भनिदिन्छु सो ठिक छ हामी चाहिँ यो साइलको घरमा बाटो लिन जाँदैछौँ होइन सो फेरि ठ्याक्कै कस्तो म आउनु पनि ठ्याक्कै बिहे पनि परेछ क्या एकदम रमाइलो भइरहेको छ होइन रमाइलो लाग्छ न एकदमै गुड यसलाई पनि सब्सक्राइब गरिदिनु नाम के अरे एसपिके गेमिङ ल सब्सक्राइब गरिदिनु त्यही हो के भन्नु मैले ठिक छ ल ऊ यहाँ हो यसो घर चाहिँ ऊ त्यो ट्रस हालेको घर त्यही हो ल यहाँनिर सुरु हुँदैछ होइन छोपिएको चाहिँ सो गाउँ डुल्न आएको हो धेरै भ्लग पनि नखिचौँ सो छोटो खिचौँ होइन सो रमाइलो लागिरहेको छ गाउँमा डुल्न आएको भ्लग पनि धेरै खिच्दिनँ सो अहिलेको लागि यति नै सो हेर्नु यो साइल चाहिँ मलाई बिहानदेखि अहिलेसम्म गेम खेलिरहेको छु सो तपाईँहरूको अहिले म्याक्सिमम् कति 6 बजी लागिसक्यो होइन 5 बजी कति बज्यो यो हो मेरो अभिषेक दोस्त परम मित्र मेरो नङ्ग्रा मासुको भाइ भन्दै बोल्दैन क्या लजाउँछ यार त्यो बिचरा गाह्रो यो मान्छे मेरो साई दोस्त जस्तो हो क्या साई दोस्त थाहा छ नि तपाईँहरूलाई साई दोस्त जस्तो दोस्त मेरो 10 क्लाससम्म यति घनिष्ठ मित्रता थियो हाम्रो अहिले पनि छैन हामी बिहान उठ्नु सासो घर पुगेको थिएँ म ठिक छ त्यो मान्छे मा पिएछु म बिच बाटान गाडी ड्याङ्गे हान्दिनँ होला ठिकै हो दोस्त रमाइलो छ नि बिचराको दारी आइसक्यो मेरो दारी आएन सो त्यहाँ हेर्न सक्नुहुन्छ होइन त्यहाँनिर हो मेरो घर त्यहाँ मेरो आमा चाहिँ त्यो कोदो निफान्दै हुनुहुन्छ होइन सो काठमाडौँ लग्ने भनेर रोटी रोड जाने सो यो हेर्नु यो हो क्या हाम्रो गाउँको रोड यहाँदेखि सर गएको छ रोटी यो सबै रोड हो काराको यो सौरभ भाइ हो है यता यो हिजो मुला जन्ती गएछ सो यिनीहरूलाई भेट्नै पाएन ठिक छ ल आज चाहिँ तेस्रो दिन हो हिजो चाहिँ मैले धेरै भ्लग खिचिनँ क्या यस्तो भयो क्या राति तपाईँको जब मैले त्यो अभिषेकसँग भेटेँ नि अनि अभिषेकसँग भेटेपछि अनि यसो गाउँसँग हल्का डुलेर पछि त बत्ती गइदियो क्या झन्डै तपाईँको 4 घन्टा भनेपछि 10 बजीसम्म बत्ती नै आएको थिएन क्या मोबाइल फुल डाउन भइसकेको थियो सो त्यही भएर मैले भ्लग चाहिँ खिचिनँ क्या त्यहाँनिर आज सिधै एकचोटि बेलुका भयो होइन सो म चाहिँ खोला गएको छु भर्खरै कति झन्डै 3 घन्टा जति भयो खोला गएको थियौँ हामी गाडी आएछ सो गाडी आएछ हामी चाहिँ रोडमा आइसक्यो हामी चाहिँ पहिला यतासम्म त बनाएको थियो होइन अझ अलि उतासम्म बनाएको यार तर होइन साइकलहरू खेल्न चाहिँ दामी हुनु ठाउँ भयो चाहिँ साइकलमै काठमाडौँमै पछि ल सो ठिक छ ल सो बिहानको बिहेको घर चाहिँ त्यो हो हिजोको त्यो माथि छ जाउँ यताबाट माथितिर जाउँ न बाटो कता हो क्या मुला बाटो बिर्सिसक्यो मैले त सो ल ठिक छ ल अब एकछिनमा भेटौँ मैले हामी चाहिँ माथितिर गाउँतिर चटपटे खाएर जाँदैछौँ होइन यसले खुवाउँछ चटपटे आज मलाई ठिक छ ल चटपटे नि खाऊँ र एकछिन डुलेर पनि माम भनेर सो आज हिँडेको आज गाउँ आएको तेस्रो दिन भइसक्यो सो अहिलेसम्म नागरिक त बनाउन चाहिँ जान पाएन होइन सो हिजो मान्छे भेटेन आज होली भइहाल्यो तपाईँको आज होली भएर अब त्यो कार्यालयहरू सबै खुल्ने कुरै भएन है सो अब भोलि शुक्रबार ऊ के भन्छ त्यसलाई के सिफारिसहरू सबै बनाउँछु म बनाएर अनि टक्क पारेर अनि चौतारा गएर अनि पर्सि शनिबारसम्म बनिहाल्छ अनि सो शनिबार अनि काठमाडौँ फर्किन्छु भनेर सोचिरहेको छु मैले होइन सो यो भ्लग चाहिँ म आइतबार मात्रै हाल्छु शनिबार बेलुका पुगिसकेपछि इडिसिडी गर्छु र सो अनि आइतबार बिहान हालिदिन्छु र आइतबारदेखि इक्जाम पनि छ सो त्यही होला पढ्नुपर्छ गर अब भनौँ न होइन त्यही हो हामी चाहिँ टक्क पाएर कालिका मन्दिर जानु लाग्यो फेरि मैले फर्स्ट टाइम भ्लग कालिका मन्दिरबाटै सुरु गरेको थिएँ होइन सो फेरि कालिका मन्दिर गइरहेको छ आज चाहिँ 3 दिन भइसक्यो नागरिक मन्दिरको छैन है सो अब बिस्तार बनिन्छ होला भनेर सोचिरहेको छु म चाहिँ सिफारिस चाहिँ के मिलेकै छैन क्या बिता भयो अस्ति आउनु साथ अब यताउति चाहिँ सिद्धिहाल्यो हिजो मान्छे भेटेन आज होली भइहाल्यो लास्ट भोलि एक दिन शुक्रबार छ भोलि बनिन्छ जस्तो लागिरहेको छ सो हेरौँ न कस्तो हुन्छ हेर्दै जाऊँ सो म चाहिँ कहिले जाँदैछु हाम्रो सौरभ भाइ छ मसँग चाहिँ होइन
हामी पहिला त्यहाँनिर थियौँ नि त त्यहाँनिर मेरो घर चाहिँ त्यहाँनिर पहिला त्यहाँ थियौँ त्यहाँदेखि हामी घुम्दै 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 त्यताबाट त्यहाँ खोलामा पुग्यौँ त्यहाँ खोलामा पुगेर आधी घन्टा 1 घन्टा कति खेलेर फेरि यहाँ आएर फेरि यहाँबाट फेरि यहाँ आएर बसेर चटपटी खाएर फेरि यहाँ आएर फेरि यहाँ कालिका उहाँ पुगेर फेरि हामी घरै पुग्छौँ क्या साल धेरै घुमिसक्यो यार यत्रो झन्डै 2 वर्षपछि आज यत्रो धेरै एकचोटि हिँड्यो खुट्टा दुख्ला जस्तो भइरहेछ यिनीहरूलाई मोज छ क्या होइन यिनीहरूलाई बानी पऱ्यो भएर केही भएको छैन म धेरै भयो नि त 2 वर्ष भइसक्यो लामो बाटो नहिँडेको यार अहिले बर्बाद भइसक्यो यार लाली गुराँस हेर्नु सक्नुहुन्छ तपाईँहरू यहाँ कति धेरै यहाँ छ यहाँ पनि छ लाली गुराँस ठिक छ लाली गुराँस टिप्न चाहिँ हुँदैन है म टिप्दिनँ कहिले पनि राष्ट्रिय फुल हो इज्जत गर्नुपर्छ रेस्पेक्ट आउँछ कस्तो भएको छ भने यसो नाग फुल ठाउँछ यहाँ कुनामा पुरै टाइल्स जस्तो के भन्छ मार्बल नै टाइल्स यहाँ क्या नारायण भगवान् नारायण दर्शन गर्दा भयो यहीँबाट दर्शन हामी यहाँ जान ताजा है यस्तो ठिक छ जाउँ ल ढक्काबारे जाउँ होइन ठिकै छ सो यही हो कालिका मन्दिर हाम्रो फर्स्ट टाइम मैले भ्लगिङ सुरु गरेको थिएँ लाग्छ हावा चल्यो जाडो भयो अब घर जाउँ ल बेरिङ गरेर बसिरहेको यस्तो भयो अरे तर रमाइलो छ अरे यहाँनिर तर नाइस बनाएको तपाईँ देख्न सक्नुहुन्छ कि भने यो ठाउँ कस्तो थियो र सानो हुन्छ नि यत्रो कटेर जस्तो भएर आज यस्तो अपडेट भइसक्यो मन्दिर यस्तो दामी छ ओहो यहाँ उति पनि बनाएर टोइलेट पनि पुरुषको र महिलाको भाया सही हो यार दादा कालिका फुल ए यहाँ उति पनि बनाएर त ए फोटो खिच्नु हौ ओहो यो खतरा रहेछ यहाँ त लड्ला छ केटो फोटो खिच्दा यस्तो दामी ठाउँ बनाएर रहेछ सो खतरा हो सो हिजो हामी जाने भनेको थियो त त्यो मेरो स्कुल त्यो चाहिँ उहाँ तल हो क्या सो हिजो आधी बाटो हामी जान्छ मोबाइल डाउन भइहाल्यो सो त्यो भएर स्कुल गएको भिडियो खिच्न पाएन स्कुल जान चाहिँ गयो भिडियो चाहिँ खिच्न पाएन क्या यहाँनिर क्या स्कुल चाहिँ यहाँ तल हो क्या म पढेँ 10 क्लासमा पढाएँ स्कुल सबैलाई थाहा भयो कि होला नि त अब होइन थाहा होला थाहा नहोला चाहिँ ठिकै छ ल सो हिजो खिच्न पाएन क्या म अहिले कस्तो भयो भन्दाखेरि त्यहाँ टक्क गएँ म गइसकेपछि सब गर्दाखेरि पछि हेर्नु मोबाइल डाउन क्या चार्जै छैन क्या 10 बजी रातिको 10 बजी आइदिएर क्या फेरि बत्ती नआएर पानी त्यसरी परेर बिचक छैन यहाँ यस्तो बनाएर बेगको दिन रमाइलो त पानी चाहिँ बर्बाद भयो बनाएर चाहिँ खतरा छ यस्तो खतरा बनाएको छ बाटो पहिला कस्तो अप्ठ्यारो थियो बाटो अहिले दामी बनाएर चाहिँ सो कार्यक्रम मन्दिर अपडेट हुँदैछ भन्दै आजको लागि यति नै सो अब फेरि भोलि हेरौँला सो बाई बाई टाटा सी यू टुमारो लाइक सब्सक्राइब एन्ड सेयर बाई बाई